ल सबैजनालाई नमस्कार, म रञ्जित राई। तपाईँहरूको लागि एकदमै सस्तो भनेर चाहिँ हिजो मैले फिक्स प्राइस 8 लाख कट्ठाको 8 लाखले भनेर ल्याइसकेको छु। यो जग्गा हो, यो जग्गा यो 20 फिटको बाटो, त्यसको पछाडिपट्टि एउटा बाटो छ र यो तपाईँले हिजो भन्नु हुँदै थियो रुखो बारी हो, मकै हुँदैन, खेती हुँदैन भन्नुहुँदै थियो। खेती हुन्छ। यसको पछाडिपट्टि अर्को पनि युट्युबमा आउनेछ, तपाईँले सिधै युट्युबमा गएर चेक गर्नुहुन्छ। यसको पछाडिपट्टि माछाको पोखरी छ, दुईवटा माछा पोखरी छ है। त्यो माछा पोखरीमा पनि एकदम राम्रो आय स्रोत छ। पोखरी खानु पर्दैन। यसको पछाडिपट्टि पनि है जम्मा 1.5 बिघा जग्गा लिएर आएको थिएँ फिक्स रेटमा। अब यो स्पोर्टबाट सिधा तपाईँहरूलाई यो स्पोर्टबाट है सिधा म पिच रोडसम्म चाहिँ पक्की रोडसम्म चाहिँ कतिमा पुग्दो रहेछ भन्ने कुराहरू म तपाईँहरूलाई देखाउँछु लोकेसन सहित है। तपाईँहरू भिडियोमा बनिरहनुहोस्। यो भिडियो सिधा युट्युबमा आउनेछ है। युट्युबमा जाने हुनेछ। इलाम झापा है जग्गा, घर घरेटी इलाम जग्गा भनेर आउनेछ है। सिधा तपाईँको युट्युब च्यानलमा गएर त्यो गर्नुहुन्छ। र म जाँदैछु है। अब 19-20 किलो सिफ्टीमा गइरहेको छु। अब यो यस्तो छ, यहाँ चाउ बाटो छ, यो चौ बाटोबाट सिधा यता गयो। यो त हामी सिधा अब म माथि जानु चाहिँ एकदमै राम्रो छ लोकेसन। तपाईँहरूको लागि चाहिँ म यो भिडियो यसरी बनाएर आएको छु है। आजसम्म कसैले पनि तपाईँहरूलाई यसरी देखाएको थिएन होला, तर रञ्जित राईले चाहिँ तपाईँहरूलाई एकदमै सबै डिटेल्समा क्लियर देखाउँछ। सबै कुरा देखाउँछ है। तपाईँलाई रोड देखाउँछ, बाटो देखाउँछ, कति टाढो त्यो सबै कुरो बताएर तपाईँहरूको लागि रञ्जित राईले चाहिँ काम गर्दछ। र एकदम राम्रो बाटो छ है। हेर्नुहोस् यो पछाडिपट्टि यो प्ले ग्राउन्ड छ है। अब यहाँ हेर्नुहोस् बाटोको लागि कति लाग्छ भन्ने कुरा ग्राभल रोड हो, ग्राभल रोड हो। अब यहाँबाट हामी राइट साइड जानेछौँ। उत्तर जाँदाखेरि चाहिँ हामी यता एउटा बाटो छोडेर हामी उत्तर जानेछौँ। उत्तर जाँदाखेरि चाहिँ हामी सिधा के हो त यो एसएससी ब्लक भएको है, एसएससी ब्लक भएको फ्याक्ट्रीमा आइसकेको छ। यो एउटा फ्याक्ट्री पनि राम्रो खालको फ्याक्ट्री हो। यो ब्लक एकदमै वेटलेस इँटा भन्छ, यसलाई चाहिँ चाइनिज इँटा पनि भन्छ है। यो घर बनाउनलाई एकदमै राम्रो हुन्छ। यो तातो चिसोको लागि पनि बेस्ट हो। र अर्को कुरा यो जति नै हेर्दा सुन्दर छ, काम पनि त्यति नै सुन्दर हुन्छ यो वेटलेस इँटाको। ल अब यो देखिरहेको यो त ठुलो बाटो छ। यो ठुलो बाटोबाट हामी जानुपर्छ। यहाँ तपाईँहरूलाई पिच रोड कति टाढो छ भन्नुहुँदैन है। पिच रोड चाहिँ अब पिच रोडदेखि कति भन्नु कति अब जग्गा चाहिँ त्यही हो। मैले भने हामी घुमेर गएकोले गर्दा थोरै टाइम लाग्छ, तर जग्गा त्यही हो। र हामीले सिधा यहाँ हेर्दाखेरि हामी पिच रोडसँग टच भएको छौँ। यो पिच रोड हो। यहाँ तपाईँले देख्नु यो यहाँदेखि चाहिँ हाम्रो पिच रोडमा जोडिन्छौँ है। अब रञ्जित राईले मात्रै तपाईँहरूको लागि फेरि यसरी दुःख गर्छ नि, कसैले गर्दैन। रञ्जित राईले पनि दुःख गर्छ। ल अब यो चाहिँ पिच रोड हो। यो पिच रोडबाट हामी चैतुबारी बजार कति किलोमिटर पुग्दो रहेछ ल हेर्नुहोस् है। चैतुबारी बजार आइपुगिसक्यो। र यो चैतुबारी बजार कति मिनटमा आएछ ल चैतुबारी बजारको यो चोक हो। यो सिधा हामी एसएससी ब्लकतिर जान्छौँ। र यतापट्टि हामी गयौँ भने चाहिँ यो सिधा राजघरतिर जाने चाहिँ यहाँ दुईवटा बाटोलाई छोडेर सिधा यो यसको बाटो जानुपर्ने चाहिँ हुन्छ है। र यहाँदेखि हामी सिधा हुन्छौँ यहाँ तपाईँहरूको लागि चैतुबारी बजार भनेको चाहिँ यसैलाई चिन्छ। यसलाई चाहिँ हामी चैतुबारी बजार भनिन्छ। यसरी त कसैले पनि तपाईँहरूको लागि दुःख गरिदिँदैन है। यो चैतुबारी बजार भने यसको पछाडिपट्टिको मैले देखाएको 1.5 बिघाको है एकदम राम्रो लोकेसनमा तपाईँहरूलाई बजार व्यवसायको लागि खाना एकदम राम्रो ठाउँमा म तपाईँहरूलाई ल अब लोकेसनहरू देखाउन दि हेर्नुहोस्। यो चाहिँ चैतुबारी बजार यतिको राम्रो ठाउँमा चाहिँ तपाईँहरूलाई कसैले पनि लोकेसन देखाउँदैन। र म चाहिँ यसरी लोकेसन देखाउँछ र तपाईँहरूको लागि बैकको लागि चाहिँ तपाईँहरूको लागि मैले स्क्रिनमा नम्बर राखेको छु। यो भिडियो चाहिँ सिधा तपाईँहरूको लागि केमा आउनेछ युट्युबमा आउनेछ है। र यहाँमा चाहिँ श्री पञ्च कन्या माध्यमिक विद्यालय पनि छ अगाडि है। देव एसएमएच
क्लिनिक पनि छ फार्मेसी त्यहाँ र तपाईँहरू सिधा आएर यो चैतीबारी बजारमा आएर मलाई कल गर्दा हुन्छ है त।